हेलो नमस्ते सम्पूर्णमा यहाँ गुप्तेश्वर महादेवको आज दर्शन गर्ने अवसर मिल्यो। गुप्तेश्वर महादेवमा चाहिँ वर्षमा एकपल्ट चाहिँ धेरै ठुलो मेला लाग्ने रहेछ। यहाँको दृश्य हेर्ने अवसर मिल्यो र दर्शन गर्ने अवसर मिल्यो। यहाँको रमाइलो मान्छेहरूको एकदम घुइँचो लाग्न थाल्यो। बिहानको 7 बजेको छ र 7 बजे मान्छेहरू यसरी आउनु थालेको ठुलो होटलहरू पनि बनाएर छ यहाँ। गुप्तेश्वर महादेवको दर्शन गर्नका लागि भक्तजनहरूको भिड बढ्ने रहेछ र म पनि फर्स्ट टाइम आएको यो नुवाकोट जिल्लामा अवस्थित गुप्तेश्वर महादेवको दर्शन गर्नलाई सम्पूर्ण महानुभावहरू यहाँ आउनु भएको छ र घुइँचो एकदम बढ्न थालेको छ। यहाँको दृश्य हेर्दा चाहिँ एकदम पहाडमा माथि मन्दिर एकदम माथि बनेका रहेछन्। यहाँ जाने बाटो पनि एकदम पहाडको भिडलाई एकदम बाटोहरू पनि व्यवस्थित गरी बनाएको रहेछ। ठुलो घना पहाड र मन्दिर चाहिँ देख्नुहुन्छ। मन्दिर यहाँ माथि मन्दिर चाहिँ मन्दिर रहेछ र यो उनको जाने बाटो यसरी बनाइएको रहेछ।